अहिलेसम्म त्यो लपसप परेको छैन कोहीसँग लपसप यसो आउ त त्यस्तोमा इन्ट्रेस्ट लाग्दैन दूरबीन छोडे मैले भनेपछि त्यो उत्तेजना इन्ट्रेस्ट के हुँदैन हेर्नु अब यस्तो गर्न नगर्नु मसँग इन्ट्रेस्ट पनि त एउटै कुरा हो नि त इन्फिनिटी आई रेस्पेक्ट यु भनेपछि इन्ट्रेस्ट भन्नाले बोयफ्रेन्ड बनाउन बिहे गर्न इन्ट्रेस्ट हुँदैन मेरो बोयफ्रेन्ड छ मेरो बुढा छ अब भयो कुरा नगर्नु भनेपछि गोल हान्न त किपर भएको पोस्टमै गोल हान्न त मजा हुन्छ खाली पोस्टमा त जसले नि हान्छ नि लङ्गडाले पनि हान्छ नि खाली पोस्टमा त चाहिँ ठिक छ जोडी राम्रो होस् उत्तम होस् जोडी आशीर्वाद छ कहिले पनि नछुटोस् नफुटोस् होला कहिले काहीँ ठाकटा टुटुक भएर माइतमै बस्नु पर्यो भने त फेरि अब यत्तिको राम्री मान्छेलाई घरका बुढीलाई डिभोर्स दिएर पनि यसो बाहना पारेर होइन राम्रै छौ साँच्ची बोलेको झुट बोलेको होइन अब लु हेर त आफै ऐना हेर त एकचोटि ऐना हेर त आफै एकचोटि ऐना हेर त लु तर यसो है हेर मैले अलिकति मुख चलाएँ मुख छाडेँ मैले किनभने हेर तिमीहरू यति राम्री भएर आएको छौ कति खर्च बोला मेकअप गरेर ऐना कतिपटक हेऱ्यौ हो हामीले जिस्काउन पाउनुपर्छ तिमीले मैले कस्तो राम्रो भाइ वाउ भनेको थिइनँ भने आज मेरो के गल्ती भयो यार मसँग कसैले हाई भनेर बिउ क्युट भनेन भनेर लाइप इन गरेर ऐना हेरेर लिपस्टिक गरेर त्यही भएर हामीले जिस्काउन पाउनुपर्छ राम्रो केटीलाई हाई क्युटी वा कस्तो स्विटी वा कमेन्टमा लभ यु आउला कमेन्ट होइन कमेन्टमा लु त त्यो नराम्रो कमेन्ट आउँछ अहिले भर्खर म्युट गर्छौ ब्लक गर्छौ तर क्युटी गुड लाइफ गुड क्युटी गर्ल भयो भने केही गर्दैन झुट बोलेको होइन इन्फिनिटी यतिका मान्छेलाई बिहा गर्दाखेरि अलिकति तर अब यतिको राम्रोले चाहिँ पैसा कमाएर घरमै बस्छु भन्ने हिसाबले चाहिँ बिहा गर्दा हुन्छ फेरि बिहा गरेर छोड हो नि त हो गाँठ्यो मामाको घोडा भान्जाको अरूकोलाई चोइन हुन्छ राम्री मान्छे त त्यही हो सिधै भन्छु म राम्री मान्छे त त्यही हो अहिले हामीले परदेशीले कम्ती गाह्रो छ त्यही भएर मैले बिहा नगरेँ बिहा गरौँ भन्छु कि बानी पारेर नेपाल छोडिन्छ त्यतिमा उहाँ अर्काले उहाँ कुदाएर हिँडाएर उहाँ चाहिँ बाबा घरमै छु भन्दा मनाङ मुसाङतिर बरा लिएर हिँड्छ आँखाले देखाएको छैन काकीले भन्छ घरमै छु भन्छ काकीले अहिले दिन्छ नि त काकीले पनि यसो कसको विश्वास गर्नु त्यो अब त्यो लाटीलाई बिहा गरौँ कान नसुनेलाई त्यसले पनि बिगार्छ हातको इच्छाले गर्छ नि अब कता लागेको बिचरा खै कि घिच्याउँदै कि यसो भन्थे खोइ त्यो खोइ के न के गर्न लागेको कता लागेको भन्थे बुढाले तर पाएछ है फेरि भेट भएछ है दुईजनाको भेट भएछ नि बुढाको मलाई मैले नि देखेको थिएँ अब खास चाहिँ म उकालो हिँडेको तिम्रो कुराले फर्केँ अब फर्किन पर्यो किन आया अहिले भनौँ ला परे अनि खाजा बुजा खायो इन्फिनिटी हजुर खाइसक्यो तिमीलाई सानो भन्छु है नाम लामो भयो के यो के हो दाइ बहिनी भन्नु एउटै बाबामाको छोराछोरी त होइन त अलिकति हामीले पनि मौका देऊ न हौ के शब्दले भए पनि त्यो सिंहको दिन सिंहको रात त बुढासँग छँदैछ नि हामीले यसो बोल्ने मौका देऊ न कान्छी एकताल त सानो मात्रै भन सहन हौ सानो भन्दा त हौ सहेर अब त्यो थरले जातले हुन्न के छोरा मान्छेमा दम हुनुपर्छ भइहाल्छ त्यो थरी न सर साइनो लाग्दैन मामा न सामा हे तेरिका पहिला तिमी के भन त इन्फिनिटी के हो तिमी भन त बाबा ए म चामलिङ हो साइनो लाग्दैन हाम्रो बोजू चामलिङ हो मेरो पनि बोजू चामलिङ हो तर बोजू बित्नु भयो मरेको साइनो लाग्दैन के मरेको सानो लाग्दैन हाँसे कि अहो चुरी त कस्तो राम्रो चुरा लाग्छ तिमीलाई आऊ फेरि यो जोड लाउनु नानी गोरुले हान्छ है जोड लाइनमा गोरुले हान्छ मेरोमा चाहिँ कोही छैन बाउ छ को चाहिँ छैन उहाँ 2-4 जना छन् ल हेर ल अब यति राम्रो फेरि उकालो लाग्यो है अब फेरि उकालो चढ्न मन लाग्यो अनि चाहिँ इन्फिनिटी नेपाल चाहिँ कतातिर हो नेपाल चाहिँ नेपाल कता पूर्व कि पश्चिम कता म्युट गरेको छैन हेर तिमीले यस्तो लक्क जवानलाई तिमीले म्युट गर्यो भने 70 वर्षको बुढा मिल्छ नि फेरि तिमीलाई उठभन्दा उठ्दैन बसभन्दा बस्दैन पैसा भएन हुन्छ पुँजी भयो भने हुन्छ पुँजी भएन हुन्छ हुन त संसार कि पुँजीले कि मुजीले चलेको त संसार है यसो सुन न इन्फिनिटी ओए हजुर कुन बाटो गयो म बिर्सेँ यार होइन यस्तो के सुन न म एउटा कुरा भन्छु है नगर तिमी पनि हुर्केको मान्छे हो अलिअलि लासरम भन्ने थोरै राख्नुपर्छ तर टिकटकमा इज्जत खोजेर यहाँ संस्कार खोजेर हुँदैन है टिकटकमा टिकटक भनेको मामा माइजू दादा बहिनी चल्दैन टिकटक थाहा छ दाइ मलाई थाहा छ दाइ त नभन होस् यार के भन्ने मुख चिप्लिहाल्छ दाइ नभन न
बरु नाम डाक्टर साहब भन साथी भन दाइ, चाहिँ सबै दाइ हो मेरो। हामी हामी ला अनि बिहा गरेपछि बुढाले पनि दाइ भन्छौ बुढालाई त भन्दिनँ तर बुढालाई? दाइ हो। तर यस्तो होइन माइन्ड नगर ल मेरो लाइफमा भोगेको मैले सुरुमा मात्रै दादा भन्ने हो के एक चक्कर AK-47 पड्काएपछि त बाबा बाबा हो त्यो होइन, सबैको दाइ, यो म त दाइ नै भन्ने हो। अब तिमीले गर्दा यता चिलायो छाला चिलायो हो राम्रो लुतो लागेको भन्छ त्यसलाई धेरै लुतो बोका त भएर। फालेको दिउँसो नि फालेको राति नि फालेको लुतो त बेसरी फालेको तिमीले फाल्यौ लुतो फाल्यौ मलाई त चिलाउँदैन त दाइ, लुतो पनि छैन फाल्दिनँ पनि। नाटक चिलाउँदैन सहेर बसेको चाहिँ बरे हेर त अनुहार हेर त यिनको नचिलाउने अनुहार नाटक गर्छ किन चिलाउँदैन चिलाउँछ गर्मी आउँछ पसिनाले कहिले पसिनाले भिज्छ चिलाउँछ नि सबै चिलाउँछ अनुहार हेर त यिनको नचिलाउने अनुहार ओफ ओइ सानो बहिनी 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 त म घरकोले भए कसैले भन्दिनँ बरु बुनु भन्छु साइनो बरु यसो सानो भन्छ अर्को जन्ममा तपाईँकै घरमा जन्मौँला तर यही जन्मदेखि नै बहिनी भन्नु थाल्नु मलाई। मेरो घरमा यति राम्रो जन्म्यो भने त अर्कोतिरमा जन्मिहाल्छु नि यति राम्रो भयो भने त कहाँ छोड्छ अर्को जन्ममा तिमीलाई अर्को जन्ममा त जसरी पनि 3टा बाबुको मोमो बनाउँछ 2टा छोरा एउटा छोरी गतिला लाउरी लाग्छ हौ छोरी त हाम्रो यहाँ रोस्टेस हुन्छ यति राम्रो भयो त तिम्रो पनि जवानीको नासै भइरहेछ हौ हेर सानो जवानीको नासै भइरहेछ हेत्तेरिका यसो कहिले म्युजिक भिडियो खेल्नु होइन अब यति राम्रो अनुहार छ हेर लु लोभै लाग्छ हौ जाट्ठा यत्तिकाले एउटा छोरी पाइदियो भने त आहा कहिले बुढासँग झगडा गर्दै गर्नु है टाकाटुका दिवस भएछ भने त यतिका त लेडी बटहरू त्यो भोटिनीहरू हेरिसक्नु कहाँ दुनियाँ राम्रै छ नि कस्तो राम्रै छ वाह होइन राम्रो तारिफ गरेको तिमीलाई नरामी भने होइन सानो होइन नगर तपाईँले मतलब अरू 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 जस्तै मसँग बोल्नु भएको छ न त मलाई थाहा छ। होइन म पनि भात खान्छु नि हौ आज बुझ्छु नि फेरि दिउँसै छ दिउँसो त्यसो बोल्न हुन्न जुकाले टोक्छ होइन ल कान्छी सुन बाबा ल चाहिँ रमाइलो गर्दै गर अलिअलि पुँजी हुँदाखेरि आउँला यसो पुँजी सुजी फालौँला त्रिपलमा डबलमा पुस्टिङ लाएर है सानो अब बहिनी सोचेर फाल्नु भयो भने ठिक छ अब अरू सोचेर चाहिँ नफाल्नुहोस् होला। अब हामीलाई त के गर्नु पुँजीले मात्र संसार चलेको छ हाम्रो त अब अर्काको पो खोइ केजीले चलेको छ हाम्रो त पुँजीले मात्र चल्छ सानो साह्रै दुःख लाग्छ ठुक्क जिन्दगी उफ अब हाम्रो सानोहरूको पो यसले पनि कमाउँछ बुझ्नु यता हेरेको छैन यसले पनि कमाउँछ हाम्रो त यसले मात्रै कमाउँछ हातले मात्रै कमाउँछ हाम्रो त उफ आया अब यहाँ साथीहरूले के माग भन्छ कहाँ दिन्छौ ले दिन अहिले कहाँ दिन्छौ नाटक फटेन होला केटा ल कान्छी है हजुर मेरो त बल्ती पसिना आयो हौ आज त साँच्चै यति उकालो तल्लोबाट हिँडेर आएको उकालो आमै पसिना ल्याप पसिना आयो हो दाइ गएर नुहाउनु। बल्ल हेर त कान्छी पसिना बल्ल सिता बुझौ हो रहेछ हो लास्टै पसिना आएछ नुहाउनु गएर पसिना आयो आया ल सुन ओइ कान्छी ल ओइ कान्छी हजुर भन् कान्छी बहिनी कान्छीमा बहिनी पनि थप्नु यत्राको बहिनी पाए त कान्छी बुढी भन्थे नि यतिकालै साँच्ची हो भने नरिसाउ ल नराम्रो अब त्यस्तो नराम्रो मतलब दुनियाँलाई ठोक्ने गोविन्द दाइले धरि मलाई बहिनी भनेर कसैलाई गाली गर्नु दिँदैन मलाई। तपाईँ किन मसँग उयो यस्तो कुरा गर्नुभएको तपाईँलाई के ठोक्नु पर्ने हो ठोक्न त अब नठोक हेर खसी पार्ने बेला भएको छैन अझै बच्चाको बाउ त भएको छैन हेर नठोक सानो अब होला म कसैको जान्दिनँ अब होला हेल्थ पढेको पनि हुनसक्छ है हेल्थ पढेको मान्छे त खसी पार्छ है ठोक्ठा हुन्छ ल सुन है बुनु भने मैले फेरि लास्टमा किन खल्लो पार्नु ल बहिनी हजुर दाइ ढोकिदिए यसरी पाउमा ढोक्नु पतिव्रता हुनु पाउ चरणमा आउनु यसरी ढोक्नु व्रत चाहिँ नबस्नु है व्रत मलाई मन पर्दैन व्रत चाहिँ नबस्नु यसरी पाउ चरणमा आएर होइन पाउको लोटाको पानीले यसरी चोखाएर त्यो सुन्दर बिहानी कसरी सुरुवात हुन्थे कठै नि होइन मान्छेले कल्पना गर्न पायो नि त यतिका मेरो राम्रो श्रीमती भए है परदेश आउँदाखेरि यसो झोलासोला बोकेर एयरपोर्टमा हक गरेर टक्क यो चुप्प गरेर फुलको गुच्छा दिए आहा हाम्रो पनि फिलिङ्स हो नि त हाम्रो पनि फिलिङ्स हो हाम्रो पनि सोच हो राम्रो केटी हामीले मनपर्छ मैले अघि मन पर्दैन भने नि हामीले एकछिनको लागि राम्रो केटी मनपर्छ तर सधैँभरको लागि होइन जवानी अर्कैको हो अब राम्रो बुढी बिहा गरेर ब्युटी पार्लर खोज्छ नि ब्युटी पार्लर लप्पर छ दुनियाँसँग उहाँ परेला उखाल भन्छ भुतला उखाल भन्छ के उखाल भन्छ
कपाल काट भन्छ लप्पर छ राम्रो केटी चाहिँदैन मलाई अब इन्फिनिटी मलाई तिमीले मलाई बिहे गरौँ भन्दाखेरि म गर्दिनँ यत्र गर्दिनँ म राम्रो केटी मलाई चाहिँदैन मलाई राम्रो केटी त अर्काको लागि हो भाउजू फ्रिज बिग्रियो भाउजू बत्ती बिग्रियो भन्छ त्यो टेस्टर बोकेर आउँछन् के कोटाएर जान्छ के त हामीले पो थाहा छ अब दाजुहरू लाउनु मान्छे फ्रिज त बनाएर जान्छ नि अरू के चाहिँ कोटाएर जान्छ भन्नुहुन्छ हौ तपाईँ चाहिँ हावा नदेखिकन यसो गर्नुपर्छ के बच्चाहरू स्कुल जान्छन् कोही अर्काको बुढीसँग कम्ती रमाइलो हुन्छ टाइम पास गर्न बच्चाहरू स्कुल जान्छन् अनि ढोका खुल्लै राख्ने भित्रको चाहिँ ढोका थुन्ने अनि यसो भित्र ठोके जस्तो गर्ने टक 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 गर्ने कोही मान्छे आइपुग्यो भने ढोका चुकुल लगाएको हुन्छ एकछिन है प्लग बिग्रेको छ बत्तीको भन छटक छटक बत्ती कोटाए जस्तो गर अनि ढोका खोल्छन् हेर्नु न बत्ती हिजोबाट बिग्रेको चट्याङ परेदेखि बिग्रेको बत्ती भाइले बनाउँदै हुनुहुन्छ नि कफी बनाएर ल्याउँछन् अब गएपछि त त्यही हो नि बोक्सा रन्डा झन्डै भेट्यो है झन्डै भेट्यो है ल गाउँमा त चाहिन्छ जे हुन्छ गाउँमा हुन्छ के यो परदेशमा त अलिकति छोयो भने उहाँ चौकी कुद्छन् चौकी त्यो पनि यसो हुँदाखेरि कुद्दैन यस्तो हुँदाखेरि कुद्दैन छुना पनि मानो पल्टाउन मानो तब यो दिन छोडेपछि नि पख्तलाई परमान छ मसँग परमान छ भन्न चौकी गए जस्तो गर नजा 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 फेरि 50,000 हालिदियो फेरि ढोकियो ढक्क जिन्दगी त्यस्तो हुन्छ के हेर अहिले मसँग धेरै केसहरू छन् हेर सबैजना त्यस्तै हुँदैन नि त हौ कतिजना कति दुःखले बसेको हुन्छ आफ्नो बुढालाई सम्झेर र सुन्नुहोस् न म केटाले एउटा कुरा भन्छु केटा हो होइन मसँग धेरै त्यस्तो केसहरू आएको छन् त्यो यो ब्रोडमा छलफल गर्नुपर्ने अब जाँड खाएको कोतालमा गिफ्ट गर जाँड खाएको कोतालमा गिफ्ट गर वाट्सएपमा कल गर अनि त्यहाँबाट अब ड्युटीबाट गलेर आएको हुन्छ लुगा सुगा खोलो यताउता फ्यालो उसले पनि देखाए जस्तो गर्छ आफ्नो पनि देखायो अनि भिडियो राख्दो रहेछन् भिडियो अनि भिडियो राखेपछि ल युनिभर्स हान्छस् कि लाइन हान्छस् कि तेरो बुढीले पठाउँ भन्दो रहेछ के त्यही भएर ए इन्फिनिट म त भिसी गर्दिनँ है म त त्यस्तो उसमा लाग्दिनँ म बरु बत्ती यस्तो हो अब हेर्नको लागि भगवान्ले आँखा लगाइदिएका हुन् अब देखाइहालेछन् भने हेर्नु अरे कि नत्र स्वर्ग नर्क गइन्छ अरे कि मेरो अगाडि छाडा नबोल्नु त दाइ हुन पनि हो रात परेको छैन राति त बोलौँला अब बत्ती मारेर त उज्यालो छ नि त लाज पनि मान्नु पर्छ दुर्बिन छैन रुममा छोडेको छु ल हेर अब तिमीलाई यसो भनौँ न त तिमीलाई एउटा के अब जस्तै के एउटा फुलको नाम राखेर चमेली होइन अथवा गौँथली मेरो नाम पुनम हो ए पुनम ल पुनम भन्छु पुनम हजुर दाजु भन्नुहोस् न ए दाजु नभन है तेरिका हजुरमा त भन न एकताल कस्तो हुँदो रहेछ त पुनम हजुर दाइ ए दाइ नभन न फिलिङ्स चाहिँ मर्छ के ल ल म एकताल भन्छु ल हजुरमा त भन्न अनि लास्टमा दादा भन्नु ल पुनम दाइ ल सुन र त्यसो भए तिमी किन नबोलिकन बस्छ पुनम म ढिलो आउँछु होला गेट खुलै राख है बाबा त्यो पप्पीलाई खाना दिइराख अनि मासु लिएर आउँछु ल पुनम है भन्नुहोस् संस्कारी छेउ कुर्ता लागि छ र पो वचन लाग्यो त त्यो स्कर्ट लाउनेसँग यत्रको बोल्छु म स्कर्ट लाउने यति ब्रा लाएर देखाउनेसँग बोल्छु म यसरी यत्रो ठिक थियो कपडामा कपडा देखेर जज गर्ने काम नगर्नु है होइन कपडाले पनि धेरै गर्छ किनभने हामीले जो फर्स्ट इम्प्रेसन लास्ट इम्प्रेसन अब तिमीले स्कर्ट लाएर ब्रा मात्र लाइरहेको त अब कस्तो केटी भन्थे तर कुर्ता लगाएपछि तिमीले आज जसले हेरौ नि तिमी संस्कारी हो उनीहरूको तिमी संस्कारी हो म के भने फर्स्ट इम्प्रेसन लास्ट इम्प्रेसन सिधै भन्छु म जसले स्कर्ट लाएर यताउति दोकान खोलाएर दोकान देखाएछ पसल देखाएछ हो त्यो मान्छे बिल्कुल होला केही न केही अलिकति गडबड हुन्छ क्या तर यसरी कुर्ता लाएर साडी लाएर लुङ्गी लाएर बसेको मान्छे संस्कारी हो उनीहरूले म रेस्पेक्ट गर्छु सम्मान गर्छु हेर त त्यहाँ कसैले भिसी बन्ला त्यहाँ पाप लाग्छ भिसी भनेको नराम्रो भेरी क्युट भनेको भिसी भनेको ब्याड कमेन्ट्स नगर उता ल कडा हो ब्याड कमेन्ट्स नगर है कसैले नगर है कडा हो ल धन्यवाद दाइ जोडिनु भयो हजुर जस्तो ठुलो होस्ट धेरै धेरै सेवारो त्यस्तो ठुलो होइन हामी त रातै सुन इन्फिनिटी हामीले त चाहिने मान्छे हो हामीले त 12 महिना 12 हप्ता चाहिने मान्छे हामी थिएन भने संसार हुन्थेन अब हामी थिएन भने तिमी पनि नमस्ते गर्न पाउँथिनौ हामी थियौँ न पो बाबामाले जन्माए हेर सानो यति राम्री बनाए हामी थिएन भने मलाई त ढोक्नुपर्छ तिमीले नमस्ते हो पाउ जोडेर भनेको छु तपाईलाई ढोक्नुमा तपाईलाई ढोक्नु पर्ने मैले बाबा शान्त भएर बोला सानो कन्ट्रोल यहाँ कति राजाहरूले शान्तले हेरिरहेछन् राजाहरूले सानो झगडा गर्नु हुँदैन मैले यस्तो मजाले हुन्छ नि अरू भएकोमा अघि ठोकिसक्थेँ होइन तपाईँ भएर म चुप्प लागेर बसिरहेको छु मसँग त्यस्तो हुन्छ नि त्यो चिया पारेर बोल्ने त्यो आइमीहरू जसरी मसँग चाहिँ ट्रिट नगर्नु ल दाइ हामीलाई पनि ठोक्न आउँछ तर किन ठोकाठोक गर्नु भनेर यति मिलेको संस्कार हेर त यति मिलेर बोलिरहेको छौँ बुनु बहिनी दाजु हो बहिनी भन्नु छोरी भन्नु ल आशीर्वाद दिन्छु है ल पतिव्रता हुनु
आफ्नो बुढो भनेको बाहिरको व्यवस्था मिलाउने जातो बुढो भनेको बाहिरको कारोबार मिलाउने जातो बुढो घरको गृहस्थी चलाउनेको बुढी हो बुढो भनेको मातेर आओस् लडेर आओस् ढोका भनेको खोलिदिनुपर्छ बुढोलाई राति होस् कि दिउँसो होस् खोलिदिनुपर्छ खै बुढी भनेपछि बुझ्नुपर्छ बुढीले न त बुढाहरू बिग्रिन्छन् ज्ञानी हुनु पतिव्रता हुनु यसरी लास ढाकेर बस्नु है हुन्छ दाइ ढाका लाउनु लुङ्गी लाउनु साडी लाउनु मजाले अलिकति पनि मासु देखाएर नबस्नु यहाँ चाहिँ यो सिन्दुर लाउनु है सिन्दुर लाएर बस्नु हेर्नु हुन्छ दाइ सिन्दुर ल बधाई छ तिमीलाई खुसी लाग्यो प्यारी धन्यवाद एकदमै प्यारी स्विट हार्ट प्यारी चाहिँ बहिनी चाहिँ खुसी हुनु अब भाइटिकाले छुँदैन हामीलाई भाइटिका डजन्ट म्याटर अब चाहिँ अहिलेको सम्बन्ध दादाबाटै स्टार्ट हुन्छ बहिनीबाटै स्टार्ट हुन्छ त्यो स्टार्ट भइसकेको छ सो धेरै धेरै माया छ भगवान्ले रक्षा गरून् कसैको आँखा नलागुन् अब त्यो होला त्यो नानीको बाउसँग झगडा छ डिभोर्स गरिदेऊ खल्ली बल्ली कति हुन्छ कति पाउँछ अरे जुत्ता भयो खुट्टा कति हो कति हेर त न्यू खोज्छ भने न्यू खोज्देऊ ल हस् दाइ खोजिदिन्छु नि हुन्छ दाइहरूले यतिको साइड सपोर्ट गर भने म जला पनि ठोकिदिन्छु ल वर्षकै त्यो अदालतबाट निस्केपछि सम्झिनु है अदालतबाट छुटेपछि है